आजकल हस्पिटल पर्यो ओहो यतिखेर हस्पिटल जाने ल कसलाई बोलाउने होला त मेरो दाइले बोलाउँछ मेरो दाइले ल छिटो बोलाउँदै मेरो फोन गरेर जाऊ छिटो छिटो दाइलाई बोलाउने रे किन बोलाउनु पर्यो दाइसँग सुको पैसा छैन म मेरै दाइलाई बोलाउँछु दाइ हेर्नु न यहाँ जय साहबलाई 81 के बेथा चलेछ तपाईँ छिटो आउनु त हस्पिटल लानु पर्यो के यति बेलुका म सोचिसकेँ के भयो यतिखेर भोलि जाउँला भोलि बिहान लगेन न मेरो दाइले फोन गरेर भनेन खुर्क मेरो दाइले फोन गरेर छिटो दाइ यहाँ हेर्नु न प्रदीपलाई के भयो पेट दुख्यो भनिरह के बेथा चल्या हो एकचोटि तपाईँ हेर्नुहोस् त यहाँ दाइले तपाईँको दाइले फोन राख्यो दाइ त्यस्तो गर्दैन तिमी डाटा गरे के हो तपाईँको दाइ आएर मात्रै के गर्ने सुको पैसा छैन सुको पैसा दिने होइन भाइ के भयो भाइ तँलाई के भयो तँलाई के भयो भाइ के भयो तँलाई के भयो दाइ हेर्नु 81 पेट दुखिरहेछ सहनै सकेको छैन खोइ दाइको मोबाइल पनि स्विच अफ छ अब उहाँ के भयो होला त्यता उसको फोन पनि लको छैन यहीँ छ के गर्ने होला